हेलो नमस्ते सबैजनालाई। तपाईलाई अचम्म लाग्छ होला हैन, दुबईमा पनि यस्तो ठाउँ हुन्छ भनेर। म चाहिँ आज लिएर जान्छु, अचम्म चाहिँ नमान्नुस्। पछाडि चाहिँ रोल्स रहेछ, देख्नु भएको छ कि नै? कस्तो दामी छ। म चाहिँ होटलको अगाडि छु, म चाहिँ यही होटलमा काम गर्छु हैन। बसको लागि चाहिँ म पर्खिरहेको छु। अब यहाँदेखि हैन त्यो ठाउँ जान 3 घण्टा लाग्छ। जाँदा बेलुका हुन्छ होला, तै पनि म तपाईलाई देखाउँछु आज। ल जाउँ। बस पनि 20 मिनट पछि आइपुग्यो हैन। म जान्छु यसमा। बसभित्रै यतिको भिड छ। अहिले बसबाट ओर्ले हैन, अब फेरि मेट्रोमा जान्छु अनि फेरि बसमा चढ्छु, फेरि अनि त्यहाँ पुग्छु। यति लाग्छ भने टाइम। म चाहिँ ठ्याक्कै 2.5 घण्टामा हैन यो एरियामा आइपुगेँ। अहिले चाहिँ उज्यालो नै छ। उज्यालोको चाहिँ केही क्लिप देखाउँछु। राति हुँदा त यहाँ त झनै खत्रै हुन्छ। यो एरियालाई चाहिँ अल्कुज भन्छ हैन, जुन चाहिँ लेबर क्याम्प भने पनि भनेर भन्छ। अनि यहाँ जस्तो ठाउँ छ त्यस्तै मान्छेहरू छ हैन। अनि यहाँ चाहिँ त्यसै छ के, सबै सस्तोहरू छ, यताउति छ। म चाहिँ एउटा यहीँको नजिकैको मलमा गएर जान्छु हैन। मलमा जान्छु अनि हेर्छु कति सस्तोमा पाइन्छ भनेर। मलाई चाहिँ थाहा छ हैन, यहाँको मलमा अरू मलभन्दा चाहिँ धेरै सस्तो पाइन्छ। मलतिर जाँदैछु हैन। अनि यहाँ चाहिँ धेरै गर्मी फिल भइरहेछ यार मलाई, आफ्नो ठाउँभन्दा चाहिँ। यहाँ चाहिँ हल्का गर्मी नै छ जस्तै छ, पसिना आइसक्यो मलाई त। यो गलीबाट गयो भने हैन यस्तो देखिन्छ भने यो त खतरा हो। इन्डियामा पनि हुँदैन होला, नेपालमा पनि हुँदैन होला यस्तो त। सब खानको लागि हैन यहीँ छिरिरहेको हुन्छ। चाहिँ यसलाई एउटा के राम्रो चेन्जेस लिएर आएको छ भने हैन, यहाँ चाहिँ बाहिर पहिला खान्थ्यो हैन, अहिले चाहिँ बाहिर खान नदिने रहेछ। अनि यो सब भित्र खान दिने रहेछ। अहिले चाहिँ बाहिर चाहिँ खायो भने चाहिँ फाइन लाग्दो रहेछ हैन। यहाँ चाहिँ टाइम दिएको रहेछ 6 बजेदेखि चाहिँ 12 बजेसम्म। बिहानको 6 बजेदेखि फेरि बेलुकाको 12 बजेसम्म रातिको। यति टाइम छ। यहाँ चाहिँ अहिले भित्र खाँदो रहेछ मान्छे। मुत्नी भनेर लेखिरहेको छ हैन, तै पनि मुतिरहेको छु। यहाँ सब रुल्सहरू लेखिरहेकै छ हैन। हेरौँ बेलुका चाहिँ के हुन्छ। तर यहाँ मलाई लाग्दैन यहाँ मान्छेहरू मान्छ भनेर। यहाँ रुल्स लेखिरहेको छ, नमुत्ने, बाहिर नखाने, तै पनि मैले देखिसकेँ खाएको चाहिँ। अब हेरौँ अझै कति बेलुका चाहिँ हुन दिनु हैन। अझै धेरै खान्छ मान्छेहरूले यहाँ, धेरै के गर्छ पछाडि चाहिँ देखिरहेको होला हैन। यहाँ चाहिँ अहिले भिडियो खिच्न मनाइ छ, डाइरेक्ट भिडियो खिच्न चाहिँ मिल्दैन। यहाँ चाहिँ रक्सी पाइन्छ। अहिले चाहिँ भिड छैन, पछि भिड हुन्छ लास्टै। म चाहिँ अहिले हिँड्दै मल आइपुगेँ हैन। यहाँ अल्कुजको मल, यो लेबर कम्युनिटीको मल चाहिँ यहाँ अगाडि छ। यो अलखेल मल हो हैन अल्कुजको। अब नाम त यही दिएको हो। अब भित्र हेरौँ कस्तो छ, मल हो कि सुपर मार्केट हो, भित्र गएर हेरौँ है त। यहाँ त टी सर्ट पनि 20 मा मात्रै रहेछ यार। 20 मा, त्यो चाहिँ 10 मा। यस्तो जिन्सको ज्याकेट हैन 139 मा छ यार। 39 मात्रै। यहाँ भित्र हैन खाना पनि राख्दो रहेछ। खाना भोक लाग्यो भने सिधै रेडिमेड खाना हुन्छ। यस्तो हुन्छ हैन यहाँ। त्यो चाहिँ ठ्याक्कै फेरि KFC जस्तै छ उताको चाहिँ। कस्तो सस्तो हो अहिले 22 दिरहममा 4 लिटरको। नेपालमा त पाउँदैन यति, यस्तो सस्तो छ। अलखेल मलको अलमन्ड स्विट सपमा जाँदैछु, हेर्छु कस्तो छ। दामी रहेछ यार, यो चाहिँ एउटा लिएर जानु पर्ला जस्तै छ। ठ्याक्कै भित्र आइपुग्यो होइन। एकजना नेपाली नै भेट भयो। कसरी रहेछ? 40 छ नि त यो पनि राम्रो रहेछ। त्यो चाहिँ कतिको? त्यो पनि 40 हो। यताको सब 40 हो। अनि यताको चाहिँ यतैबाट लग्छु म। मलाई चाहिँ यस्तो गर्दैन न त, यो आधी केजी, यो आधी केजी, त्यो आधी केजी सबै हाल्दिनँ। आयो होइन, एकजना चाहिँ नेपाली नै थियो। म चाहिँ 3टा टाइपको ड्रेस लिँदैछु। सबैको चाहिँ रेट 40 छ। यहाँभित्र सबै रहेछ। यहाँ आएर लिँदा नि हुन्छ। मेरो घर त सिमरा हो, एउटा तिम्रो बागलुङ ए बागलुङको साथीहरू छ मेरो। म पोखरामा बस्दाखेरि डेट्स चाहिँ खानुपर्छ होइन, डेट्स चाहिँ खानुपर्छ। खजुर खाएपछि चाहिँ हल्का ताकत हुन्छ ज्यानमा। केही नखाए नि ताकत चाहिँ हुन्छ। वे गरेर चाहिँ यहाँ चाहिँ भ्याक्युम प्याक गरिदिन्छ है। नेपाल जस्तो चाहिँ त्यो हुन्न, यहाँ चाहिँ भ्याक्युम प्याक चाहिँ गरिदिन्छ। तर प्याक मात्रै हो, सिल मात्रै हो। यो लिएँ होइन, अब निस्किन्छु। म त्यो मलबाट चाहिँ खजुर मात्रै लिएर निस्केँ होइन। अब यो मल हो होइन, तर यहाँको मल यस्तै छ भने त्यो सुपर मार्केट जस्तै छ ठ्याक्कै। तर जे होस् राम्रो छ, सस्तोमा पायो भने त जे पनि राम्रै हो। चाहिँ अघि नैको ठाउँ हो, याद होला तपाईँहरूलाई। अहिलेसम्म त्यहीँ छ। यो चाहिँ बेलुका हो। यो चाहिँ यहाँ चाहिँ बियरहरू बेच्ने रहेछ, आइसहरू बेच्ने रहेछ। मजाको छ। यो चाहिँ यतातिर हामी जाँदै गर्छौँ।
यो चाहिँ लाइनमा लागिरहेछ बियरको लागि। माथिबाट दिन चाहिँ के हो, सब मान्छेहरू आफ्नो तालमा बसेर खाइरहेछ आफ्नो साथीहरूसँग। साथी नभए नि यहाँ साथी बनाऊ। अब हाम्रो खासमा मेन पोइन्टतिर चाहिँ जाऊँ। मेन पोइन्टतिर चाहिँ जहाँ हामी आएको छौँ अब देखाउँछु। अब चाहिँ सुरु हुन्छ। म चाहिँ यहाँभित्र गएर देखाउँछु कस्तो भिड छ भनेर। बियर किन्छु भनेर भित्र जान्छु होइन, तर किन्दिनँ, आउँछु अनि फर्केर। है त जाऊँ। म चाहिँ यहाँभित्र आइपुगेँ होइन, डाइरेक्ट देखाउन मिल्दैन, तर भने मलाई फाइदा आउँछ। मान्छेहरूको यति भिड छ हो, यति भिड छ यति। यो त केही होइन, यो त पुरै फुल हुन्छ भने पुरै फुल हुन्छ। यो पुरै यति भिड हुन्छ यहाँ अफकोडेमा। म चाहिँ होइन अहिले नकिनिकन निस्किँदैछु। नकिनिकन तपाईँहरूको लागि देखाउनको लागि मात्रै। देख्नुभयो होइन, म भित्र गएर भिडियो बनाएँ तपाईँहरूको लागि, केही पनि नकिनिकन। यस्तो छ अनि यस्तो भिड हुन्छ। म चाहिँ केही पनि देखाइदिएँ तपाईँहरूलाई यहाँको चाहिँ कस्तो हुन्छ भने। म चाहिँ अहिले अल्पुजको होइन सबभन्दा ठुलो लेबर कम्युनिटी मार्केटमा जाँदैछु। तपाईँहरू हेर्नु है त, अचम्म मान्नुहुन्छ तपाईँ। यो चाहिँ हो, यो चाहिँ एउटा देखाइदिन्छु यस्तो। यसको म भित्र छिर्छु अनि देखाउँछु कस्तो चाहिँ छ भनेर। पहिला चाहिँ त्यो लेबर मार्केट होइन, लेबर कम्युनिटी मार्केट यहाँ थियो। अहिले चाहिँ सारेर उता पुऱ्याएको छ, त्यही साइडमा उतै छ। यहाँ चाहिँ अहिले खाली छ। यस्तोमा थियो पहिला, अहिले चाहिँ राम्रो बनाएको छ। पहिला त केही थिएन, त्यो स्ट्यान्डहरू केही थिएन, भुइँमै थियो, भुइँमै। हामी अहिले यहीँ जान्छौँ लेबर मार्केट, लेबर कम्युनिटी मार्केटमा। यो चाहिँ इभिनिङको 4 बजेदेखि होइन, बेलुकाको 11 बजेसम्म ओपन हुन्छ। यो चाहिँ छिर्ने बित्तिकै होइन, यसलाई चाहिँ बङ्गाली मार्केट पनि भन्छ, त्यो एउटा भनौँ न लोकल भाषामा। यो चाहिँ सब भाग लगाइदिएको छ। यतातिर चाहिँ इलेक्ट्रोनिक्स भयो होइन, यतातिर चाहिँ इलेक्ट्रोनिक्स हुन्छ, उतातिर चाहिँ फुडहरूको छ, कपडाहरूको छ। नजिक गएर देखाउँछु है। यो चाहिँ चस्मा रहेछ, चस्मा छ, घडी छ। यता चाहिँ घडी छ। नजिकै यतातिर फ्रुट मार्केट छ, भेजिटेबल मार्केट छ, फेरि सस्तोमा पाइन्छ सबै। यहाँ पनि त्यो रहेछ, घडी नै घडी सब हो। मास्टरपिस कपी हो यिनीहरू, सब सस्तोमा पाइन्छ। फेरि फल चाहिँ मास्टरपिस त्यो कपी होइन, यो चाहिँ राम्रो छ, यो चाहिँ फ्रेस नै हो। यहाँ इलेक्ट्रोनिक आइटमहरू सबै सस्तोमा पाइन्छ। सोद्धाखेरि सब सस्तोमा हुन्छ। यहाँ चाहिँ जुत्ताको, कपडाको उता छ पछाडि। यहाँभित्र त सबै रहेछ हो, मलाई त्यो पनि थाहा थिएन। यो टेलर पनि रहेछ, त्यहाँ पछाडि सेलुन पनि रहेछ, मलाई त यो अहिलेसम्म थाहा थिएन। सेलुन पनि रहेछ, इतरहरूको रहेछ सपहरू, टन्नै कुराहरू। म चप्पलहरू च्यातिन्छ नि त्यहाँ सिलाउँछ, यस्तो पनि छ यहाँ। यहाँ के पाउँदैन कि नजिकिनु नि, यो इन्डिया या पाकिस्तान या बङ्गलादेश होइन नि, यो चाहिँ दुबई हो। तै पनि यस्तो छ यहाँ, फेरि सब कुरा पाइन्छ कि तपाईँले के खोज्नुहुन्छ होइन। यो एरियामा सबै पाइन्छ भने सबै पाइन्छ। यस्तो ठाउँ छ भने तपाईँ सिलाउनुहुन्छ कि के चाहियो कि यस्तो छ। एभ्रिथिङ लाइक जे सोच्नुहुन्छ होइन त्यहाँ सबै छ भने यहाँ। ल अगाडि उता फुडतिर जाऊँ, फुडतिर। यता यो चाहिँ फुड एरिया भयो होइन, यहाँ चाहिँ सबै फुड मात्रै हुन्छ। यहाँदेखि उता सिधै गयो भने होइन फुड मात्रै हुन्छ। यतातिर पकौडा जेरीहरू छ, यतातिर चाहिँ सेकुवाहरू यहाँ थ्याङ्क यू। अनि यहाँ चाहिँ यतातिर यस्तो छ। अनि ठ्याक्कै त्यो इन्डिया जस्तै छ होइन त, इन्डियाको त्यो बजार हुन्छ नि। हाम्रो नेपालमा त यस्तो छैन यत्रो ठुलो, तै पनि चाहिँ इन्डियामा हुन्छ नि यस्तो। यहाँ चाहिँ मान्छे बसेर खाइरहेको हुन्छ, यहाँ चाहिँ मान्छे बस्छ होइन, खान्छ भने सबै के छ हो। सही छैनहरूको जिन्दगी रमाइलो छ। म चाहिँ यतातिरको खाइ भने होइन, म चाहिँ यहाँ चाहिँ खान्न। म चाहिँ यतातिर खाइ भने, बाहिर खाइ भने मेरो त्यो डाइरिया हुन्छ भनेर पेट दुख्छ, मलाई त्यस्तो हुन्छ। म त्यही भएर चाहिँ खान्न यहाँ चाहिँ। यस्तो ठाउँमा KFC स्टाइलको चिकन पनि पाइन्छ हो, यस्तो छ, सबै छ हो यहाँ। यहाँदेखि चाहिँ फ्रुट निन्जाहरू बस्छ, निन्जाहरू हो फ्रुटको। यहाँ सब खाने यो। यहाँ एक प्रकारले ठिकै हो होइन, यिनीहरूलाई धेरै महँगो पनि पर्दैन, सस्तोमा खाना पाइयो। एक त पैसा धेरै कमाउँदैन यिनीहरू, अनि त्यसपछि पैसा थोरै हुन्छ कि, अनि बरु त्यसमै खाने रमाउने गर्छ यिनीहरू। अनि त्यत्तिकै हुन्छ। यिनीहरूलाई चाहिँ सही छ, यसमै सही छ। बाहिरतिर हाम्रोतिर आयो भने त एकदमै महँगो पर्छ, यहाँ चाहिँ सस्तो छ। हाम्रो नेपालीहरूको पनि रहेछ, सेलरोटी राखिरहेको रहेछ मैले देखेँ होइन।
यहाँ चाहिँ सेलरोटी चाउमिनहरू रहेछ। यो चाहिँ नेपाली रहेछ, नेपाली स्टल। यहाँबाट आएर नै खाँदा हुन्छ। फुड मार्केटबाट निस्किसकेपछि होइन यहाँ सिधै मेरो पछाडि होइन यहाँ चाहिँ खेल छ, प्लेग्राउन्ड छ। यहाँ चाहिँ यता जमै त यता देखाउँछु। यता चाहिँ यस्तो छ, पुल रहेछ। यहाँ चाहिँ स्नोकर्स यहाँ सब छ भने उता चाहिँ क्यारम बोर्ड छ। यहाँ चाहिँ मान्छेहरू खेलेर बस्छ। आफ्नो ड्युटीबाट आउँछ, ड्युटी सकाएर यहाँ खेल्यो बस्यो, रमाइलो हुन्छ। यहाँ फ्रुट्स एन्ड भेजिटेबलको अब साइडमा होइन यहाँ चाहिँ बुचरी चप एरिया आयो। यहाँ चाहिँ बुचरी पाउँछ होइन, बुचरीको जे पनि पाउँछ। यस्तो छ, सही होइन त? यहाँ हेर्नु, सरी म्याम। मलाई चाहिँ के अरे त्यो नगर भिडियो नगर भन्दै थियो। यहाँको साउन्ड सुन्नु, साउन्ड यहाँ ठ्याक्कै इन्डिया बाङ्लादेश पाकिस्तान जस्तै छ भने होइन। सस्तो छ हो, यहाँ पनि सस्तै छ, सबै कुराहरू सस्तो छ। यहाँ फ्रेस पनि हुन्छ, सस्तो पनि हुन्छ। यहाँ चाहिँ तपाईँहरू यदि दुबईमा हुनुहुन्छ भने यहाँ आएर भिजिट गर्दा नि हुन्छ। अनि जो यहाँ छ उसलाई चाहिँ थाहा छँदैछ, अनि जो चाहिँ नयाँ आउनुहुन्छ होइन यहाँ आउँदा नि हुन्छ। राम्रो छ एरिया, तपाईँलाई मनपर्छ एकदमै, किनभने यो चाहिँ बजेट फ्रेन्डली एरिया हो। लगभग होइन यो ठाउँको सबै एरिया कभर गरिसके। अब चाहिँ घरतिर लाग्नु पर्ला जस्तै छ। अनि छैन त यो अचम्मको एरिया। अब दुबईमा यस्तो सस्तो ठाउँ पाउने भनेको कहाँ छ यार? यस्तो बजेट फ्रेन्डली राम्रो छ नि। अनि अचम्म चाहिँ नमान्नु है, तर राम्रो छ है। यो चाहिँ आउनु, यहाँ भिजिट गर्नु। ल हस् त, आजको लागि चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँ ल। हस् त, धन्यवाद।